गीता दर्शन अध्याय 17 प्रवचन 4 सन्देह र श्रद्धा। जसरी श्रद्धा 3 प्रकारका हुन्छन् त्यसै गरी भोजन पनि सबलाई आफ्नो प्रकृतिको अनुसार 3 प्रकारको प्रिय हुन्छ। अनि यज्ञ, तप र दान पनि त्यस्तै नै सात्विक, राजस र तमस गरी 3 प्रकारका हुन्छन्। यिनका यी भिन्न भिन्न भेदको बारेमा तिमी मबाट सुन। श्रीकृष्ण अर्जुनलाई श्रद्धाको शास्त्र बुझाइरहेछन्, जो सबै समयका अर्जुनहरूलाई उपयोगी छ, किनभने यो शास्त्र उनकै व्याख्या र विश्लेषण हो। जबसम्म उनी आफ्नो ठिक व्याख्या बुझ्न सक्दैनन् तबसम्म विज्ञानलाई बुझ्न सक्दैनन्, जो उनलाई त्रिगुणातीत गुणातीत बनाउँछन्। यसैले पहिले उनले पनि 3 गुणहरूको अलग अलग व्यवस्था र उनको जीवनमा यिनका ढङ्ग, ढाँचा र शैली बुझ्नु जरुरी छ। त्यो उनकै सारा अस्तित्व हो। अहिले श्रीकृष्ण भन्दैछन्, श्रद्धाले केवल तिम्रो परमात्मा तर्फको यात्राबारे भिन्न भिन्न मार्गको सुझाव मात्र दिने होइन, बरु जीवनको क्षुद्रतम कुराहरूलाई समेत रङ्गाइदिन्छ। तिम्रो सानोभन्दा सानो कुराले तिम्रो श्रद्धाको सूचना दिन्छ। यी 3 श्रद्धाको अनुसार भोजन पनि 3 प्रकारको हुन्छ र मानिसहरू आफ्नो श्रद्धाको अनुरूप भोजनमा रुचि राख्छन्। अनि जुन कुरा भोजनको सम्बन्धमा सत्य छ, त्यही कुरा यज्ञ, तप र दानको सम्बन्धमा पनि सत्य छ। सब थोक 3 तरहका होलान्। तामस व्यक्ति यज्ञ गर्छन् किनभने ऊ आफूसँग भएको नहराओस् भन्ने चाहन्छन्। राजसलाई भने यस कुरामा चिन्ता हुँदैन, बरु आफूसँग नभएको कुरा पाइयोस् भन्ने चिन्ता हुन्छ। यसैले कुनै चीज पाउनका लागि ऊ यज्ञ गर्छ। सात्विक व्यक्ति केवल उत्सवको निमित्त यज्ञ गर्छ, कुनै चीज पाउन वा भएको बचाउन होइन। ऊ सोच्छ जो पाइएको छ सधैँ पाइएको छ। त्यसै कुरामा अहोभाव र आनन्दका लागि ऊ यज्ञ गर्छ। सात्विक पुरुषको यज्ञ परमात्मा प्रतिको धन्यवाद हो। तप पनि त्यस्तै 3 प्रकारका हुन्छन्। यसै गरी तिनैको दान पनि भिन्न भिन्न हुन्छन्। आफूले लुटेको धन बचाउन लागि तामस दान दिन्छ। ऊ स्वयं भने लाख रुपैयाँ चोर्ला तर 10 रुपैयाँ दान गर्ला र दानको खुब प्रचार गर्ला। राजस पनि दान दिन्छ, तर ऊ नपाएको कुरा प्राप्त गर्न भनी दान दिन्छ। ऊ आफ्नो महत्वाकांक्षाको बाटो बनाउन दान दिन्छ। सात्विक व्यक्ति दान दिन्छ अहोभावले, प्रेमले। उसलाई न केही बनाउनु छ र न पाउनु नै छ त बाँड्नु। उसको दानमा कुनै शर्त छैन। प्रवचन 5 भोजनको रसायन शास्त्र। आयु, बुद्धि, बल, आरोग्य, सुख र प्रेम बढाउने रसगुण, चिल्लो, स्थिर रहने र स्वभावैले मनपर्ने आहार सात्विक पुरुषलाई प्रिय लाग्छ। तितो, अमिलो, नुन, चर्को, पिरो, तिखो, रुखो, पेट पोल्ने अनि दुःख, चिन्ता र रोग उत्पन्न गर्ने आहार राजस पुरुषलाई मनपर्ने हुन्छ। आधा पाकेको, रसरहित, दुर्गन्धयुक्त, बासी र खाएर बाँकी रहेको जुठो र अपवित्र भोजन तामस पुरुषलाई मनपर्ने हुन्छ। आयु, बुद्धि, बल, आरोग्य, सुख बढाउने रसिलो, चिल्लो र स्थिर आहार सात्विक पुरुषलाई मनपर्छ, जो स्वभावैले मनपर्ने हुन्छ। सत्वगुणको व्यक्ति स्वादका लागि भोजन गर्दैन, यद्यपि ऊ स्वाद लिई भोजन गर्छ। खानाका यति स्वाद लिने अरू कोही हुँदैन, तर स्वाद सात्विक व्यक्तिका लागि निर्धारक हुँदैन। निर्धारक तत्त्व हुन् शरीरको प्रकृति, स्वभावको अनुकूलता, तारतम्य, संगीत। तितो, अमिलो, नुन, चर्को, धेरै तातो, पिरो, रुखो, पेट पोल्ने आहार जसले दुःख, चिन्ता र रोग उत्पन्न गर्छ राजस पुरुषलाई मनपर्ने हुन्छ। राजस व्यक्तिलाई मनपर्ने भोजनबाट उत्तेजना, हतार, धक्का र दौडको सिर्जना हुन्छ। यसैले त्यो आहार उत्तेजक हुन्छ। जुन भोजन अधकल्चो, रसरहित, घनाउने, बासी र कसैको जुठो र अपवित्र छ, त्यो तामस पुरुषलाई मनपर्ने हुन्छ। तामसी वृत्तिको व्यक्ति यस प्रकारको भोजन खान्छ जसबाट निन्द्रा आओस्, उत्तेजना पैदा नहोस्, केवल बोझ या भारी सिर्जना होस् र मजासित सुत्न सकोस्। प्रवचन 6 3 प्रकारका यज्ञ। अनि हे अर्जुन, जुन यज्ञ शास्त्र विधिबाट नियत गरिएको हुन्छ, यो जो गर्नु कर्तव्य हो, यसको मनमा समाधान गरेर
यस्ता यज्ञ फल नचाहने पुरुषहरूद्वारा सम्पन्न गरिन्छ त्यो यज्ञ सात्विक हो। अनि जुन यज्ञ केवल दम्भ आचरणका लागि नै अथवा फललाई पनि उद्देश्य राखेर गरिन्छ यस्तो यज्ञलाई तिमी राजस हो भन्ने जान। यसैगरी शास्त्र विधिले हीन र अन्नदानले रहित एवं बिना मन्त्र, बिना दक्षिणा र बिना श्रद्धा गरिएको यज्ञ तमस यज्ञ भनिन्छ। श्रीकृष्ण 3 प्रकारका यज्ञको बारेमा भन्दैछन्। यज्ञ भनेको धर्मको समस्त प्रक्रियाहरू हो। यज्ञ धर्मको प्रतीक हो। धर्मका प्रक्रियाहरू 3 ढङ्गले गर्न सकिन्छन्। एक ढङ्ग हो सात्विक यज्ञको। त्यो कुनै फलको आकांक्षाले गरिँदैन, त्यसको कुनै माग हुँदैन, त्यसको कुनै महत्वाकांक्षा हुँदैन। फेरि कोही यज्ञ किन गर्छ? त्यो यज्ञ गर्छ भने शास्त्रले भनेको कारण। त्यो आफ्नो बुद्धि लगाउँदैन। जान्ने मानिस भन्छन् यस्तो गर्नाले लाभ हुन्छ, यसो गर्नुमा आनन्द हुन्छ, यसो गर्नु कर्तव्य हो, त्यो यज्ञ गर्छ। त्यसको आफ्नो कुनै माग छैन, आग्रह छैन, त्यो समर्पण भावले गर्छ। सद्गुरु भन्छन् यसैले गर्छन्। तिनीहरू भन्छन् भने गर्नु योग्य नै होला भनी श्रद्धापूर्वक गर्छन्। वासनाले पनि होइन, कामनाले पनि होइन। त्यो एकदम शास्त्र अनुसार छ। त्यो जबरजस्ती गर्दैन, कुनै किसिमले गरिसकु भन्ने सोच्दैन। अर्को यज्ञ त्यो हो जो केवल दम्भ आचरणका लागि नै हुन्छ अथवा फललाई उद्देश्यमा राखेर गरिन्छ। श्रीकृष्ण अर्जुनलाई यस्तो यज्ञलाई राजस भने बुझ्न भन्छन्। केवल अहंकारका लागि यस्तो यज्ञ गरिन्छ। हेर कति ठुलो यज्ञ गरे भन्ने देखाउन यस्तो यज्ञ गरिन्छ। यो राजस हो। यो महत्वाकांक्षाको आयोजन हो। यसभित्र केही पाउने कामना हुन्छ, केही फल मिलोस्, धन अरू बढोस्, यश पद प्रतिष्ठा प्राप्त होस्। अनि फेरि हुन्छ तामस यज्ञ। तामसको अर्थ साधना पनि हो। शास्त्र विधिले हीन, अन्नदानले रहित, बिना मन्त्रको, बिना दक्षिणाको र श्रद्धा नगरिएको यज्ञलाई तामस भनिन्छ। तमस भङ्ग नहोस् भन्दै आफ्नो व्यवस्था गर्छ। तमस व्यक्ति अश्रद्धाले गर्छ। राजस व्यक्ति अधुरो श्रद्धाले गर्छ। सात्विक व्यक्ति भने पूर्ण श्रद्धाले गर्छ। तर श्रद्धा तबै पूरा हुन्छ जब तिमी छँदै छैनौ जस्तो गरी एकदम मेटिन्छौ। गुरु भन्छन् यसकारण कोही गर्छ आफ्नो कुनै अस्तित्व नै नभएझै। शास्त्र भन्छन् यसैले गर्छ। आदेश छ यसैले यो त्यो पूरा गर्छ। आफ्नो कुनै वासना छैन। सत्वकै मन्दिरमा परमात्माको सिंहासन छ। सत्वलाई नै परमात्माको आविर्भाव हुन्छ, त्यही उसको प्रतिभा विराजमान छ।